नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुवातमा हेडलाइन्स। जनकपुर धाममा एक साधुको शव फेला, अनुसन्धान जारी। पछिल्लो 24 घण्टामा नेपालमा थप 128 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। प्रदेश 2 मा कोरोना संक्रमण बढ्दै, पछिल्लो 24 घण्टामा 8 संक्रमित भेटिए। सरकारलाई दिएको समर्थन फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीको चुनौती। र प्रधानमन्त्रीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने वरिष्ठ नेता पौडेलको चेतावनी। अब समाचार विस्तारमा। जनकपुर धाम स्थित शिवचौकमा एक साधुको शव फेला परेको छ। धनुषाको धनौजी गाउँपालिकाको लखौरी घर भएका 70 वर्षीय साधु सुखन दासको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार सब गाउँमा मागी हिँड्ने साधुको रहेको छ। साधुको साथमा केही नगद र प्रादेशिक अस्पतालमा उपचार गराएको पूर्जी कागजात समेत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले शव फेला परे पनि साधुको मृत्युको कारण भने खुलाएको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। डोटीको सेती नदीमा पौडी खेल्ने क्रममा शनिबार दिउँसो एक युवकको मृत्यु भएको छ। सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इन्जिनियरिङ पढ्दै आएका दार्चुलाका मल्लिकार्जुन घर भएका 17 वर्षीय दिपेन सिंह धामीको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए। शिखर नगरपालिका 2 मुडे गाउँको कालागाडी नजिकै रहेको धार्मिक स्थल सालमुनीमा पूजामा गएको समय सेती नदीमा पौडी खेल्ने क्रममा नदीभित्रको हिलोमा अड्किएर धामीको मृत्यु भएको प्रहरीले जनाएको छ। नेपालमा थप 128 जनामा पछिल्लो 24 घण्टामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको तथ्याङ्क अनुसार पछिल्लो 24 घण्टामा 2727 जनामा पीसीआर परीक्षण गर्दा 128 जनामा कोरोना पोजिटिभ देखिएको हो। यससहित नेपालमा कोरोना संक्रमितको संख्या 2,77,768 पुगेको छ। पछिल्लो 24 घण्टामा 161 जना निको भएर घर फर्किएका छन्। यससहित कोरोना निको हुनेको संख्या 2,73,123 पुगेको छ। पछिल्लो 24 घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या 1 रहेको छ। नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या 3032 पुगेको छ। प्रदेश 2 मा पछिल्लो 24 घण्टामा 8 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कुल संक्रमितको संख्या 17,250 रहेको छ। अहिलेसम्म प्रदेश 2 मा कोरोनाले ज्यान गुमाउनेको संख्या 209 रहेको छ। प्रदेश 2 मा 16,992 जना संक्रमण मुक्त भएका छन्। अहिलेसम्म 1,47,008 जनाको स्वाब सङ्कलन गरिएको छ, जसमध्ये 20 वटा स्वाबको नतिजा आउनु बाँकी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौती दिनुभएको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित मुलुकका विभिन्न स्थानका 165 वटा रणनीतिक महत्त्वका सडक शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले समर्थन फिर्ता लिन चुनौती दिनुभएको हो। उहाँले दिनहुँ विभिन्न थरीले आफ्नो राजीनामा माग्ने गरेको उल्लेख गर्दै समर्थन फिर्ता भएपछि राजीनामा दिने बताउनु भएको छ। उहाँले सरकारले आफ्नो 3 वर्षे कार्यकालमा निकै राम्रा र दूरगामी महत्त्वका काम गरेको भन्दै देश विकासको मामिलामा अगाडि बढेको देख्न नचाहने तत्त्वले सरकारको विरोध गरेको दाबी गर्नुभयो। विकास निर्माणका काम यसै गरी गर्दै गयो भने आफ्नो सटर हुने बन्द हुने खतरा हुन्छ। आफ्नो सटर बन्द नहोस् त्यसका निम्ति केही मान्छेहरू गराइरहेका छन्। त्यसकारण जनता यसमा सजग हुन आवश्यक छ कि विरोधमा जसरी केही मान्छेहरू तानाशाही आयो भनेर के हो तानाशाही भनेको प्रधानमन्त्री ओलीले सरकारले दिएको समर्थन फिर्ता लिन चुनौती दिनुभएको छ। उहाँले आफूलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने बताउनुभयो। उहाँले राजधानी मेलम्चीको पानी आएको थाहा नपाउने अखबारले आफ्नो राजीनामा मागिएको समाचार भने दिनहुँ छाप्ने गरेको गुनासो गर्नुभयो। मुलुकभरका 165 वटा सडक निर्माण बहुवर्षीय आयोजना अन्तर्गत 3 वर्षमा सक्ने गरी 57 अर्ब 10 करोड रुपैयाँ बजेटको व्यवस्थापन गरिएको जानकारी दिँदै समयमै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारको 3 वर्षे अवधिमा 3512 किलोमिटर कालोपत्र सडक निर्माण र स्तरोन्नतिका काम भएको, ग्राभल सडक 3300 किलोमिटर, 1486 किलोमिटर माटे सडक र ट्र्याक निर्माणको काम भएको फेहरिस्त पनि सुनाउनुभयो। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने बताउनु भएको छ। नेपाली कांग्रेस नुवाकोटद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा उपस्थित हुनुभएका वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसदमा अविश्वासको प्रस्ताव ल्याएर भए पनि हटाउने बताउनुभयो।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले आफै राजीनामा नदिए कांग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव संसदमा लैजाने बताउनुभयो। यो प्रधानमन्त्री रह्यो भने नेपालमा लोकतन्त्र खतरामा पर्छ, यो परिवर्तन खतरामा परिसक्यो र यो संविधानमाथि हमला भयो। यत्रो लामो 70 वर्ष सङ्घर्ष गरेर हामीले देशमा यत्रो ठुलो परिवर्तन ल्यायौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र कायम भयो। अनि त्यसैमाथि प्रधानमन्त्रीले हमला गरिराख्नु भएको छ। उहाँले सबै सर्वसत्ता आफैमा सम्पूर्ण अधिकार केन्द्रित गराउँदै सरकार बाहिर रहेका प्रतिगमनको विरुद्धमा सङ्घर्ष गरेका र संसद पुनर्स्थापनाका लागि आवाज उठाएका 3 दलको बीचमा वार्ता गरी समझदारी बनाई सहमति गरेर प्रधानमन्त्री ओलीले हटाउन संसदमा अविश्वासको प्रस्ताव लैजाने बताउनुभयो। महाधिवेशन नभए कांग्रेसले अस्तित्व नै समाप्त हुने भएकाले समयमै महाधिवेशन सम्पन्न गर्ने बताउनुभयो। जनता समाजवादी पार्टी नेपालका माग पूरा गर्न कांग्रेस प्रयासरत रहेको पनि वरिष्ठ नेता पौडेलले बताउनुभयो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो समयावधि सकिन लाग्दा स्थानीय तहहरूले विपद व्यवस्थापन सम्बन्धी सिप हस्तान्तरण गर्न थालेको छ। विपद व्यवस्थापनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तहहरूलाई सक्षम बनाउने उद्देश्यले कार्यशाला सञ्चालन गरी सिप हस्तान्तरण गरेको हो। ललितपुरमा शुक्रबार सम्पन्न भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी 3 दिने कार्यशाला गोष्ठीमा सहभागी भएका स्थानीय तहका जनप्रतिनिधिहरूले प्रशिक्षणमा पाएको ज्ञानले आफ्नो क्षेत्रमा आइपर्ने विपदको व्यवस्थापन गर्न सजिलो भएको बताएका छन्। कार्यक्रममा हामीले सिकेका कुराहरू, हामीले चाहिँ छलफलमा आएका कुराहरू, शिक्षाको बारेमा, कृषिको बारेमा, विपद व्यवस्थापनको बारेमा लगायत विविध कुराहरूमा छलफल भए। धेरै राम्रा कुराहरू उठ्यो। त्यो विषयमा त्यसलाई चाहिँ व्यवस्थापन गर्ने, विपद व्यवस्थापन गर्ने विषयमा, कृषिलाई चाहिँ सुधार गर्ने कुराहरूमा, शिक्षालाई सुधार गर्ने कुराहरूमा, यी विविध कुराहरूमा चाहिँ व्यापक रूपमा छलफल भए। धेरै राम्रा रमा नगरपालिकामा हाम्रो नागरिकहरूले असर पारिरहेको छ। त्यसको व्यवस्थापनका लागि हामीले खेल्न पर्ने भूमिकाहरूको बारेमा हामीले चाहिँ के पनि जानकारी प्राप्त गरेका छौँ र यसलाई हामीले अब हाम्रो पालिकामा लगेर थुप्रै चिजहरू हामीले गर्नुपर्ने नीति नियमदेखि लिएर त्यहाँ चाहिँ के भने अरू गर्नुपर्ने चिजहरू हामीले गर्न बाँकी पनि रहेछ। त्यसलाई पनि हामी चाहिँ के भने भोलि प्रयोगमा लाने गरी यो एउटा चाहिँ के भने हामीलाई महत्त्वपूर्ण सिकाइ उपलब्धिको रूपमा रहेको छ। बजेटमा त हामी कमजोरै छौँ। पुनर्निर्माण प्राधिकरणले दिएको प्रशिक्षण प्राकृतिक विपदको व्यवस्थापन, मानव सृजित विपदको व्यवस्थापन र सङ्कट व्यवस्थापन समेतलाई प्रभावकारी रूपमा सम्पन्न गर्न सहयोग पुग्नेछ। प्राधिकरणले विभिन्न चरणमा 59 वटा कार्यालयमा कार्यशाला सञ्चालन गरेको छ। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। जनकपुरधाममा एक साधुको शव फेला, अनुसन्धान जारी। पछिल्लो 24 घण्टामा नेपालमा थप 128 जना कोरोना भाइरसबाट संक्रमित। प्रदेश 2 मा कोरोना संक्रमण बढ्दै पछिल्लो 24 घण्टामा 8 संक्रमित भेटिए। सरकारलाई दिएको समर्थन फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीको चुनौती र प्रधानमन्त्रीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने वरिष्ठ नेता पौडेलको चेतावनी। हवस् त, अपन न्युज अहिलेलाई यति नै। अपन टेलिभिजन हेर्दै रहनुहोला। नमस्कार।